आदरणीय दर्शकहरू, यस श्रृङ्खलामा प्रतिष्ठित व्यावसायिक संस्थाद्वारा मिचिएको सार्वजनिक जग्गाको पर्दाफास गर्दैछौँ। यो हो काठमाडौँ महानगरपालिका वडा नम्बर 3 र बुढानीगञ्ज नगरपालिका वडा नम्बर 8 को सिमानामा रहेको न्युरो अस्पताल। यो अस्पताल व्यावसायिक रूपमा सफल अस्पताल मध्ये पर्छ, तर व्यावसायिक काम भन्दा बाहेकका क्षेत्रमा यो अस्पतालको कर्तृत्व र दादागिरी उद्योग लाग्दो र घृणित छ। तत्कालीन राजा ज्ञानेन्द्र सरकारको पालामा छोटो समय स्वास्थ्य मन्त्रीको रूपमा पनि काम गरेका न्युरोलोजिस्ट स्वर्गीय उपेन्द्र देवकोटाबाट स्थापना गरिएको यो अस्पतालले सार्वजनिक जग्गा मिचेको मात्रै होइन, सार्वजनिक जग्गामा आफ्नो मात्रै हक लाग्ने दाबी सहित नगरपालिकालाई मुद्दा दायर गरेको छ। खहरे खोला राजकुलो क्षेत्रमा करिडोर निर्माणको कार्य धमाधम सुरु भइरहेका छन्। यो अस्पतालको पश्चिमपछि एउटा खहरे खोला छ, जुन नक्सामा पनि प्रष्ट देख्न सकिन्छ। सो खहरे खोला क्षेत्रको दायाँ बायाँ दुवैतर्फ 4-4 मिटर वरपर केही पनि संरचना निर्माण गर्न वा हडप्न नपाइने कुरा नेपाल सरकार मन्त्री परिषदबाट मिति 2065 मङ्सिर 1 गते निर्णय भएको छ। यो हेर्नुहोस्, यहाँ भनिएको छ खोला किनारामा निर्माण गर्ने सम्बन्धमा देहाएको खोलाको नापीको नक्साबाट कायम रहेको छेउबाट दायाँ बायाँ देहाएको दूरी छोडी निर्माण गर्न पाइनेछ। त्यसको बुदा नम्बर 6 मा लेखिएको छ टुकुचा, सामाखुसी र उपत्यकामा बग्ने अन्य खोलामा 4 मिटर र कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न पाइने छैन भनिएको छ। तर धुम्बारेबाट निर्माण हुँदै आएको करिडोर खोल्न अस्पतालबाट हस्तक्षेप भएको बुढानीगञ्ज नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष सुमन तामाङ बताउँछन्। तामाङका अनुसार धुम्बाराईबाट न्युरोसम्म करिब 2 किलोमिटर करिडोर खोल्ने काम सकिए पनि अस्पतालको क्षेत्रमा करिडोर खोल्न अवरोध भएको छ। यससँगै आएको अर्को गम्भीर कुरो त के छ भने उक्त खहरे खोला किनारको जग्गा 109 किता नम्बरको जग्गा हो, जुन सार्वजनिक जग्गा हो। अस्पतालले हडपिरहेको छ। यो हेर्नुहोस्, उक्त 109 किता नम्बरको जग्गा अस्पतालको पार्किङ प्रयोजनमा रहेको देखिन्छ। यसमा नगरपालिकाले चाँडै ड्रोजर चलाउने तयारी गरेको छ। वडा अध्यक्ष तामाङ र अन्य स्थानीयका अनुसार यो अस्पतालको संरचना हो। यो संरचना 108 किता नम्बरमा पर्छ, जुन नक्सामा हेर्दा बाटो रहेको उल्लेख गरिएको छ। के प्रतिष्ठित भन्दैमा सार्वजनिक जग्गामा व्यक्तिगत व्यवसाय गर्न पाइन्छ र के कानून न्युरो अस्पतालको लागि फरक बनाउनु पर्ने हो? यो गम्भीर प्रश्न यति बेला स्थानीयले अस्पताललाई सोधिरहेका छन्। अर्को सवाल मुद्दाको। बुढानीगञ्ज नगरपालिकाका मेयर मिठाराम अधिकारी, वडा अध्यक्ष सुमन तामाङ सहितलाई विपक्षी बनाएर अस्पतालले मुद्दा दायर गरेको छ। अस्पतालले हाल प्रयोग गरिरहेको बाटो किता नम्बर 42 को सार्वजनिक बाटो हो। 2059 साल फागुन 22 गतेको मन्त्री परिषदको निर्णयको आधारमा उक्त 42 नम्बर कितामा रहेको 20 रोपनी 10 आना 3 पैसा मध्ये 1 रोपनी 12 आना नक्सामा बाटो रहने भनी मालपोत कार्यालय दिल्ली बजार, न्युरो अस्पताल बाँसबारी र नापी कार्यालय दिल्ली बजारलाई बोधार्थ बनाएर न्युरो अस्पताललाई बाटो प्रयोग गर्न दिइएको छ। नक्सामा सो जग्गा बाटोको रूपमा छ। सो बाटो सार्वजनिक हो, तर अस्पतालले अन्यले सो बाटो प्रयोग गर्न नपाउने भन्दै मुद्दा दायर गरेपछि यो विषयले हजारौं स्थानीयमा तरङ्ग ल्याएको छ। अस्पतालले जिल्ला अदालत काठमाडौँमा हालेको मुद्दा र मन्त्री परिषदको तत्कालीन निर्णय फरक देखिन्छ। सार्वजनिक बाटो प्रयोगको सवालमा मात्र भन्ने शब्दावली कति न्यायसङ्गत छ त? अन्य स्थानीयको घर घडेरीमा जानका लागि प्रयोग गर्न सहजीकरण गरिरहँदा मेयर र वडा अध्यक्ष सार्वजनिक जग्गा जोगाउँदा पनि मुद्दा खेपिरहेका छन्। अदालतले न्यायोचित फैसला गर्नेमा स्थानीय ढुक्क छन्। न्यायको विषय होस्।